आज कि मलाई कति सन्चो छैन कि टाउको दुखेर कस्तो भएर तर काम त गर्नु पऱ्यो। 4वटा काम गरेँ, यसले 5वटा हो। पुरै साफ गर्नु पऱ्यो, कस्तो बनाएँ त्यो पुरै अनि त्यहाँदेखि यहाँ चाहिँ मैले भात पकाएछु र प्याज काटिदिनु भएको थियो, प्याज काट्थ्यो र यस्तो हजारसो अनि कढी बनाएको छु। आज पकौडा लाने कढी यहाँ पारिदिएछु। अनि मैले यसको साथसाथ मैले उहाँलाई पनि बोलाएको छु। मलाई आज झगडा आयो कि त्यही भएर आइसक्यो भने आज बन्द गर्छु नि गुस्सा आयो बहुत आउँ त पर ढिलो भइगयो। यहाँ सामानै मगाएको थिएन भइहाल्यो नि। हामीलाई भोक लागेन होला बिहानदेखि काम गर्न लाग्यो। तँ गन्दा आयो होला बुढो, हिजो बेलुका हो। हुन्छ गाह्रो छ नि पैसा कमाउन। पैसा भन्छन्, पैसा कमाउन गाह्रो छ। अहिले 1 बजिसक्यो, अझ बुढाबुढी दुइटै काममा छन्। जिन्दगी यस्तै गाइस, के गरौँ। हजुरहरू के गर्नुहुन्छ, कस्तो गर्नुहुन्छ तल कमेन्ट बक्समा गएर लेख्नु है। हजुरहरूको रिप्लाई दिनेछु म।